नेपालका मन्दिरहरू भन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? पक्कै पनि टोलटोलमा भएका मन्दिर र घण्टीको आवाज, होइन त? तर आजको यस प्रस्तुतिमा हामी नेपालका त्यस्ता 5वटा अत्यन्तै रहस्यमय र लुकेका मन्दिरहरूको बारेमा कुरा गर्दैछौँ, जहाँ पुग्ने गन्तव्य जति सुन्दर छ, त्यहाँसम्म पुग्ने बाटो त्यति नै कठिन र अर्थपूर्ण छ। आज हामी केवल मन्दिरको मात्र होइन, त्यहाँ पुग्न चाहिने असीम समर्पण र विश्वासको पनि कुरा गर्नेछौँ। आउनुहोस्, सँगै यो रोचक यात्रा सुरु गरौँ। सहरको कोलाहलबाट धेरै टाढा, प्रकृतिको काखमा लुकेका यी गन्तव्यहरू साँच्चै नै रहस्यमय छन्। यहाँ पुग्न सामान्य इच्छा शक्तिले मात्र पुग्दैन है। यसका लागि एकदमै कडा अठोट र कठिन बाटोमा हिँड्ने हिम्मत चाहिन्छ। अब प्रश्न उठ्छ, मानिसहरू किन यति धेरै दुःख सहेर ती ठाउँहरूमा पुग्छन् त? पक्कै पनि यसको पछाडि केही गहिरो रहस्य र रोचक कथाहरू लुकेका छन्। खण्ड 1, शिवका किंवदन्तीहरू, पृथ्वीमा उत्पत्ति र ईश्वरीय लुक्ने ठाउँहरू। अब सुरु गरौँ समुद्र मन्थनको अत्यन्तै प्रख्यात पौराणिक कथाबाट। सुन्नुभएको छ नि यो कथा? जब समुद्र मन्थनबाट सम्पूर्ण ब्रह्माण्डलाई नै नष्ट गर्न सक्ने भयानक विष निस्कियो, तब भगवान शिवले सबैलाई बचाउन त्यो विष आफैले पिउनुभयो। तर त्यसपछि के भयो त? विषको अत्यधिक रापले उहाँको घाँटी नराम्ररी जल्दै थियो। उहाँ छटपटाउँदै आफ्नो जल्दै गरेको घाँटीलाई शान्त पार्ने उपाय खोज्दै हिमालयतर्फ लाग्नुभयो। यो घटनाले नै हाम्रो पहिलो लुकेको मन्दिरको कथा सुरु गर्छ। अनि सबैभन्दा रोचक कुरा त के छ भने, हामी यहाँ कुनै मान्छेले इँटा र ढुङ्गाले बनाएको मन्दिरको कुरा गर्दै छैनौँ। विषको रापले शान्ति नपाएपछि भगवान शिवले आफ्नो प्यास मेटाउन आफ्नो त्रिशूल सिधै पहाडमा प्रहार गर्नुभयो। त्यही त्रिशूलको प्रहारबाट पानीको मूल फुट्यो र एउटा विशाल पवित्र तालको निर्माण भयो। हो, आज हामी त्यही ठाउँलाई गोसाईकुण्ड भनेर चिन्छौँ। कस्तो अद्भुत कुरा! भगवान आफैले बनाएको मन्दिर। 4380 मिटर। एकचोटि कल्पना गर्नुहोस् त यो उचाइ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको गोसाईकुण्ड किन यति धेरै लुकेको छ भन्ने कुरा यो उचाइले नै स्पष्ट पार्छ। यहाँ वर्षको अधिकांश समय चारैतिर बाक्लो हिउँ मात्र हुन्छ। मोटर बाटोको त कुरै छोडौँ, यहाँ पुग्नको लागि कैयौँ दिनको अत्यन्तै कठिन पदयात्रा गर्नुपर्छ। त्यसैले यो ठाउँसम्म पुग्ने मानिसको अठोट साँच्चै नै मान्नै पर्ने हुन्छ। अब हिमालको त्यो चिसो उचाइबाट हामी खोटाङ जिल्लाको गहिरो जमिन मुनिको गुफातर्फ जाँदैछौँ। यहाँको कथा अलिक फरक र झनै रोचक छ है। यहाँ भगवान शिवले कसैलाई बचाउनु भएको होइन, बरु भस्मासुर नामको एउटा अत्यन्तै डरलाग्दो राक्षसबाट बच्न उहाँ आफै लुक्नु परेको थियो। भगवान नै आएर लुक्नु परेको त्यो ठाउँ आज हलेसी महादेव गुफाको रूपमा चिनिन्छ। सुन्दै कस्तो रहस्यमय लाग्छ, होइन त? तर हलेसी महादेव गुफा केवल एउटा साधारण गुफा वा मन्दिर मात्र पक्कै होइन। यसलाई त पूर्वको पशुपतिनाथ भनेर पनि चिनिन्छ। यो एउटा यस्तो दुर्लभ र पवित्र सङ्गम हो जहाँ हिन्दू, बौद्ध र किरात यी तीनवटै फरक धार्मिक परम्पराका मानिसहरू एउटै आस्थाका साथ आउँछन्। एउटै गुफाभित्र यसरी 3 फरक आस्थाको यति सुन्दर र शान्त मिलन विश्वमै बिरलै देख्न पाइन्छ। यो साँच्चै नै एउटा गर्व गर्न लायक कुरा हो। खण्ड 2, बादलभन्दा माथिको विश्वास, मनोकांक्षा र साहस्य कार्यकी देवीहरू। अब हामी 2 अत्यन्तै उच्च स्थानमा रहेका शक्तिशाली देवीका मन्दिरहरूलाई सँगै राखेर हेरौँ। एकातिर देवी दुर्गालाई समर्पित पाथिभरा देवी मन्दिर छ, जहाँ मानिसहरू शुद्ध मनले मागेको मनोकामना पूरा हुन्छ भन्ने अटुट विश्वासका साथ पुग्छन्। अर्कोतिर देवी कालीलाई समर्पित कालिन्चोक भगवती मन्दिर छ, जसले धर्म र आस्था मात्र होइन, एउटा गजबको साहसिक अनुभव पनि दिन्छ। यी दुवै मन्दिरको आफ्नै छुट्टै र शक्तिशाली विशेषता छ। ताप्लेजुङको एकदमै विकट पहाडको टुप्पोमा रहेको पाथिभरा मन्दिरको कुरा गर्दा यहाँ मानिसहरूको समर्पण देख्दा जो कोही पनि छक्क पर्छ। मानिसहरू केवल एउटा इच्छा, एउटा सानो भाकल पूरा हुने आशमा कैयौँ दिनसम्मको अत्यन्तै कठिन उकालो पार गर्छन्। उनीहरूको मनमा एउटै मात्र विश्वास हुन्छ, यदि साँचो मनले देवीको दर्शन गर्न पुग्यो भने जे मागे पनि पूरा हुन्छ। हो, त्यही एउटा गहिरो विश्वास नै उनीहरूको थकान मेटाउने एकमात्र शक्ति हो। उता दोलखा जिल्लामा रहेको कालिन्चोक भगवती मन्दिरको दृश्य भने शब्दमा बयान गर्नै गाह्रो छ। यो मन्दिर यति धेरै उचाइमा छ कि ठ्याक्कै भन्नुपर्दा यो बादलभन्दा माथि छ। तपाईँ त्यहाँ पुग्दा लाग्छ मानव मन्दिर नै बादलमाथि तैरिरहेको छ। विशेष गरी हिउँदमा सेताम्मे हिउँले ढाकिएको बेला त्यहाँबाट देखिने सूर्योदयको दृश्य, त्यसले त त्यहाँको सम्पूर्ण आध्यात्मिक अनुभवलाई नै जादुमय बनाइदिन्छ। समग्रमा भन्नुपर्दा यो दुवै मन्दिरहरूले दिने अनुभव फरक भए पनि त्यसको प्रभाव एकदमै गहिरो छ।
पाथीभरामा लामो र कठिन पदयात्रा गरेपछि आफ्नो मनोकामना पूरा हुने शान्ति मिल्छ भने कालिन्चोकमा आध्यात्मिक दर्शनको साथसाथै हिउँ र सूर्योदयको एकदमै साहसिक आनन्द प्राप्त हुन्छ। यी दुवै ठाउँमा पुगेपछि प्रकृतिको विशालता र मानिसको विश्वासको एउटा अत्यन्तै सुन्दर मिश्रण देख्न सकिन्छ। खण्ड 3 अन्तिम गन्तव्य मुक्तिको द्वार। अब हामी आजको हाम्रो यो यात्राको अन्तिम र सायद सबैभन्दा गहिरो अर्थ बोटेको गन्तव्यतर्फ आइपुगेका छौं। मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर। भगवान विष्णुलाई समर्पित यस मन्दिरमा मानिसहरू सामान्यतया धन, सम्पत्ति वा सांसारिक सुख माग्न जाँदैनन्। यहाँ त मानिसहरू एउटा निकै ठूलो उद्देश्य लिएर पुग्छन्। त्यो हो जीवन र मृत्युको यो अनन्त चक्रलाई नै सधैँका लागि अन्त्य गर्न। यहाँनिर मोक्षको कुरा आउँछ। मोक्ष भनेको त्यस्तो परम आध्यात्मिक अवस्था हो जहाँ आत्माले जन्मने, दुःख भोग्ने र मृत्यु हुने यो अनन्त अनि पीडादायी चक्रबाट सधैँका लागि छुटकारा पाउँछ। मुक्तिनाथसम्मको त्यो दुर्गम र कठिन यात्रा गरेर त्यहाँ पुग्नुको पछाडि तीर्थयात्रीहरूको यही एउटै ठूलो चाहना हुन्छ, मोक्ष प्राप्ति र परम शान्ति। जब तीर्थयात्रीहरू मुक्तिनाथ पुग्छन्, उनीहरूले त्यहाँ एकदमै अद्वितीय र चमत्कारिक कुराहरूको अनुभव गर्छन्। एकातिर मन्दिर परिसरमा रहेका 108वटा पवित्र पानीका धाराहरू छन्, जहाँ मुस्ताङको त्यो हाडे कमाउने जाडोमा पनि भक्तजनहरू आफ्नो पाप पखाल्न नुहाउने साहस गर्छन्। अनि अर्कोतर्फ प्राकृतिक ग्यासबाट निरन्तर बलिरहने अनन्त ज्वाला छ। एकातिर बरफ जस्तो चिसो पानी र अर्कोतिर कहिल्यै ननिभ्ने आगो। यो दुर्लभ सङ्गम साँच्चै नै एउटा अद्भुत आध्यात्मिक आश्चर्य हो। हामीले विष पिएर भगवान शिवले बनाएको गोसाईकुण्डदेखि लिएर भस्मासुरबाट लुकेको हलेसी गुफा, बादलमाथि तैरिरहेको कालिन्चोक हुँदै अन्तमा मोक्षको द्वार मुक्तिनाथसम्मको कुरा गर्यौं। अब एकचोटि आफै विचार गर्नुहोस् त, यी सबै रहस्यमय र दुर्गम स्थलहरूमध्ये कुन ठाउँसम्म पुग्न सबैभन्दा बढी अठोट र विश्वासको आवश्यकता पर्छ जस्तो लाग्छ? त्यो असीम उचाइ, कठ्याङ्ग्रिने चिसो, कि कैयौँ दिनको कठिन पैदल यात्रा? मानव विश्वासको शक्ति साँच्चीकै नै अकल्पनीय छ, होइन र? आजको यस प्रस्तुतिमा हामीसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।